सुनाई सिप कक्षा 5 पाठ 9। कम्प्युटर विभिन्न क्षेत्रमा प्रयोग हुँदै आएको छ। घर, कार्यालय, बैंक, विद्यालय आदि स्थानमा कम्प्युटरको प्रयोग अनिवार्य जस्तै भएको छ। घरमा इमेल, इन्टरनेटको प्रयोगका लागि कम्प्युटरको आवश्यकता हुन्छ। विद्यार्थीहरूले आफ्नो गृह कार्य गर्न पनि कम्प्युटरको प्रयोग गर्न सक्छन्। विद्यालयमा दिएका परियोजना तयार पार्न पनि कम्प्युटर नभई हुँदैन। आजभोलि सरकारी वा गैर सरकारी सबै कार्यालयहरूमा कम्प्युटर अनिवार्य जस्तै भएको छ। कार्यालयका फाइलहरू राख्नका लागि, कुनै फाइल तुरुन्तै खोजेर पाउनका लागि, पत्राचारका लागि कार्यालयमा कम्प्युटरको प्रयोग हुँदै आएको छ। ब्याङ्कमा हिसाब किताब राख्नका लागि, ग्राहकहरूलाई छिटोभन्दा छिटो सुविधा दिनका लागि कम्प्युटरको प्रयोग गरिँदै आएको छ। यातायात कार्यालयमा राखिएका कम्प्युटरहरूले सडकमा भइरहेका गतिविधिहरूको जानकारी दिने गर्छन्। अस्पतालमा राखिएका कम्प्युटरहरूले गर्दा बिरामीको जाँच गर्न धेरै सजिलो भएको छ। यसरी कम्प्युटर आजको युगको अत्यावश्यक साधनको रूपमा स्थापित भएको छ।